अब ब्याङ्कमा लाइन नलागी डाइरेक्ट मेसिनबाट क्यास डिपोजिट गर्नु मिल्छ। सबैभन्दा सुरुमा चाहिँ डिपोजिटमा क्लिक गर्ने अनि त्यस पछाडि आफ्नो मोबाइल नम्बर हाल्ने अनि कन्फर्म गर्ने। त्यस पछाडि हजुरको मोबाइल नम्बरमा चाहिँ ओटिपी आउँछ, त्यो ओटिपी हालेर कन्फर्म गरिदिने। र अब चाहिँ हजुरले कुन अकाउन्टमा चाहिँ पैसा डिपोजिट गर्नु खोज्नु भएको छ त्यो एकाउन्ट नम्बर हाल्ने। हालिसके पछाडि कन्फर्ममा क्लिक गर्ने। त्यस पछाडि हजुरको चाहिँ यो अकाउन्टको डिटेल्स आउँछ, त्यो भेरिफाई गर्ने अनि फेरि कन्फर्म गर्ने। त्यस पछाडि यहाँ के भनिरहेछ, प्लिज लोड नोट्स भनेको छ। यो चाहिँ यसरी यहाँ आफ्नो पैसाहरू चाहिँ 500 र 1000 को छ भने यसरी यो मिलाएर यहाँ भिडियोमा जसरी गरेको छ त्यसरी नै राख्नु होला। त्यसलाई राखिसके पछाडि नमिलेको पुरानो नोटहरू जति पनि हुन्छ त्यो चाहिँ तलबाट रिजेक्टेड भएर आउँछ क्या, तल रातो पनि बत्ती बलिरहेछ हेर्नु त। अनि त्यहाँ नोट पनि देखिरहेछ हो, त्यो नोटलाई चाहिँ यसरी तान्ने। अब एड मोरमा क्लिक गर्ने अनि यो रिजेक्ट भएको नोटलाई फेरि हाल्ने मिलाएर। त्यस पछाडि अब स्क्रिनमा चाहिँ टोटल पैसा कति हाल्नु भएको थियो त्यो देखाउँछ, त्यो भेरिफाई गरेर कन्फर्म गर्ने। अब यति गरिसके पछाडि चाहिँ यसरी सक्सेस टु डिपोजिट नोट्स भनेर आउँछ र रेसिप्ट पनि प्रिन्ट हुन्छ। यति गरे पछाडि चाहिँ क्यास डिपोजिट भयो है त।